अब यो पनि भनेर देखाएको छ हेर न यो पनि ल यो दुईटा पाएको रे है ल है अब यहाँ बाबाले अनबक्सिङ गर्दै हुनुहुन्छ यो चाहिँ 75 पाउन्डको गिफ्ट हो रे है हो त्यही हो 75 पाउन्डको हो रे यो 75 पाउन्डको गिफ्ट ल बाबाले अनबक्सिङ गर्दै हुन्छ हामी चाहिँ भर्खरै बाबाले त अझ 50 पाउन्ड 75 पायो अनि मेरो चाहिँ अहिले मेरो चिट्ठा परेको कति अहिले म तपाईलाई देखाउँछु हैन 15 पाउन्ड त्यो त गर्नै पर्यो नि चिट्ठा त्यसै आउँछ त 15 पाउन्ड मैले कति बाबा मम्मीले 10 पाउन्ड मैले कतिको किनेको 15 पाउन्डको किने क्या तर एउटा चिट्ठामा परेको के 58 के मैले 15 पाउन्ड एउटा चिट्ठामा ल के रहेछ हेरौँ है त है हामी चाहिँ अनबक्सिङ गर्दैछौँ ल के रहेछ त नि यस्तो 3 पिस प्यान्ट सेट रे त्यो उस नहुने होला के त्यो नन स्टिक वाला ल खतरा लिएछ त ल दामी पर्यो है दामी ल बाफ्रे बाफ स्टिलको तामा भएको यस्तो तल तामा भएको यस्तो ल 3 in 1 सेट रहेछ है ल एक कुन्टा देखाइदिनु त बाबा यो एउटा सानो साइज हैन मिडियम अनि यो चाहिँ लार्ज यो कहिले पनि के गर्दै नन स्टिक नफुट्ने नन स्टिक वाला भाडा पाइयो 3 पिस प्यान्ट सेट ल यो पायो है बाबाको साथीले गिफ्ट गरेको रे स्पोन्सर गरेको रे दाना पार्टीको लागि अनि आफ्नो साथीलाई पर्यो छ अब यो चाहिँ मेरो प्राइज है यो के गिटारै हो भन्छ के खै के रहेछ हेरौँ ल अब मेरो सबैभन्दा सुरुमा राफेल गरेकोमा मेरो आएको के नाम 621 म त अचम्म भएको त अनि हेर्दा त प्राइज चाहिँ ठुलो अब हाम्रो घर परिवारमा चाहिँ 3टा पर्यो है एउटा बाबाले चाहिँ 50 पाउन्ड र त्यही अहिलेको भाडा पर्यो अनि मलाई चाहिँ यो गिटार पर्यो के त्यही हो ल प्राइस खोले कति ठुलो हो त नि गिटार पनि अब मैले बोक्न नसक्ने क्यापु पनि रहेछ गिटारको ग नआउने मान्छेलाई गिटार परेपछि अब झ्याङ झ्याङ बजाइदिनु त ल तपाईँले ल बाबा ल सेतो कलरको रहेछ ल आमा देखाइसक्यौँ अनि के कस्तो भयो भिडियोहरू हेरिदिनु होला थ्याङ्क यू भेरी मच यति नै हो आजको लागि भिडियो